अब शनिको चाहिँ यो 7.5 भने के हो त भन्ने बुझौँ पहिला। शनि एउटा राशिमा 2 वर्ष 6 महिना अथवा करिब 2.5 वर्ष चाहिँ एउटा राशिमा रहन्छ र त्यो राशिको अघिल्लो पछिल्लो राशिको 2.5 वर्ष जोडेर 7.5 वर्ष भयो। त्यसरी 7.5 भन्ने शनिको दशा भयो। अब यो 7.5 चल्दाखेरि शनिले कस्ता व्यक्तिहरूलाई असर गर्छ, कस्ता व्यक्तिहरूलाई चाहिँ नराम्रो असर गर्दैन भन्ने कुराहरू भर पर्छ। अब के हुन्छ भन्दा जसको जन्मकुण्डलीमा शनि राम्रो भएर बसेको छ, उच्च छ, मित्रगिरी स्वगिरी भएर बसेको छ भने जन्मकुण्डलीमा शनि एकदम राम्रो छ भने त्यसले राम्रो प्रभाव दिन्छ। यही बेला यी राशिहरू जुन राशिलाई अहिले चाहिँ आद्य मध्य अन्त्य र 2.5 वर्ष यो चाहिँ शनिको दशा चल्छ, यी भएका राशिहरू जुन मेष, मीन, कुम्भ, सिंह, धनु राशि छन्, ती राशिका व्यक्तिहरूले मेहनत गर्नुभयो, धैर्यतापूर्वक एकदम राम्रोसँग मेहनत हार नमानिकन गर्नुभयो भने चाहिँ त्यसले राम्रो प्रभाव दिन्छ। जिरोदेखि हिरो अनि रोडपतिदेखि करोडपति यसले बनाउँछ जसको जन्मकुण्डलीमा राम्रो शनि भएर बसेको छ भने है। तर शनि यदि जन्मकुण्डलीमा नीच छ, नराम्रो भएर बसेको छ भने त्यसले अलि नराम्रो असर देखाउँछ। जस्तै के असर देखाउँछ भन्दा मिथ्या अपवाद बदबन्धनम रथामि मित्रे च बन्धु वचनेषु च युद्धबद्धेः सिद्धं च कार्यमपि यत्र सदा विनष्टं स्यात् सर्वदा शनि दशागमने भवन्ति। विभिन्न झुट्टा आरोपहरू आउने, मुद्दा मामिलाहरूमा फस्ने, त्यस्तै गरी विभिन्न तरिकाबाट धनको नाश गराउने, आफ्नै नजिकको मान्छे, मित्र, साथी जोसुकै होस् ती मान्छेहरूसँग पनि व्यक्तिहरूसँग चिसो बनाउने सम्बन्धलाई अनि विभिन्न कलहहरू झुट्टा आरोपहरूमा फस्ने, यसै गरी विभिन्न तरिकाबाट चाहिँ धनको नाश गराउने अनि सवारी साधनहरूका दुर्घटनाहरू पनि गराउन सक्ने विभिन्न तरिकाबाट मानिसलाई क्लेश बनाइराख्छ यो शनिले। त्यसैले शनि यदि नराम्रो छ जन्मकुण्डलीमा भने यसको दशा चल्ने बेला हामीहरूले शनिको जप पाठहरू गर्ने, ग्रह शान्ति गर्ने, शनिका जपहरू मन्त्रहरू जप गर्नुपर्छ र विशेषतः शनिबार चाहिँ असन चिजहरू, माछा मासुहरू नखाने अनि पिपलमा जल चढाउने। अब यो पनि गर्न सकिँदैन भने अलि दिन दुखी गरिबहरूलाई चाहिँ काला वस्त्र, नीला प्रकारका वस्त्रहरू, केही चिजहरू चाहिँ ती व्यक्तिहरूलाई दिए भने हाम्रो शनिले बिस्तारै राम्रो प्रभाव दिन्छ। नराम्रो असरहरूलाई चाहिँ न्यूनीकरण गर्ने शक्ति चाहिँ यसले प्रदान गर्छ है।